हाई हेलो नमस्ते एभ्रिवान साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू धेरै दिनपछि चाहिँ आज फेरि म चाहिँ भ्लग स्टार्ट गर्न गइरहेको छु साथीहरू भ्लग के को छ भन्दाखेरि चाहिँ अब चाहिँ दिवाली आउँदैछ है साथीहरू भोलि लक्ष्मी पूजा है अब घरमा चाहिँ प्रिपरेसन त गर्नु पर्यो कसरी गर्नु पर्यो भनेर है त्यसमा झलरहरू चाहिँ मैले अलरेडी नै अस्ति नै टाँगिसकेको छु अनि त्यही पनि अब भोलि लक्ष्मी पूजाको तयारी कसरी गर्ने के गर्ने भनेर यताउति हजुरहरूलाई चाहिँ त्यसकै बारेमा भ्लग्स लिएर आएको छु साथीहरू है साथीहरू मैले चाहिँ यहाँ सिटिङ रुम चाहिँ सनक्क पारेर यसरी राखेको छु है हेर्न सक्नुहुन्छ अनि यहाँ सिटिङ रुम सनक्क पारेर यसरी चिटिक्क पारेर राखेको छु यो सिटिङ रुमको काम चाहिँ मेरो खत्तम भयो है साथीहरू अनि चाहिँ साथीहरू अहिले चाहिँ हाम्रो दिवाली चाहिँ तल नगर्ने माथि घरमा माथि खुल्ला छ आनन्द छ अनि माथि नै गरौँ भन्ने हाम्रो अहिले प्लानिङ छ अनि मैले चाहिँ हिजो अस्ति नै माथि चाहिँ सरसफाइ यताउति सब गरेर भ्याए झाडु पोछा गरेर त्यही पनि भोलि बादमा एकचोटि फेरि झाडु पोछा गर्नुपर्छ यस्तै छ दिवालीको है अनि यहाँ बाहिर चाहिँ फ्लावरहरू सनक्क मिलाउन चाहिँ यत्तिकै थालिङले पारेर राखेको छु है अनि हेर्न सक्नुहुन्छ यो फ्लावर चाहिँ मैले अझै पनि हेरिरहेको छु अनि यो फ्लावरलाई पनि मैले यतातिर सनक्क पारेर राख्ने यो घरतिर अनि यो फुल त हेर्नु न फुल्दै तिहारको लागि भनेर रोपेको खै त फुल त केही पनि फुलेको छैन यहाँ बल्ल एउटा फुल्न थालेको छ है अरू चाहिँ कोपिला लाग्दैछ यो फ्लावरहरूलाई पनि हेर्नु साथीहरू मैले यो फ्लावरलाई पनि मैले यस्तो पोसेर है यति राम्रो बनाएको छु धोइ पखाली पुरै पोस पास गरेर अब यसलाई चाहिँ मैले कहाँ राख्छु भन्ने कुरा थाहा छैन अहिले मैले हजुरलाई देखाउँछु है साथीहरू फ्लावर चाहिँ मैले साथीहरू अहिले चाहिँ यता घरतिर यता बरान्डातिर सनक्क मिलाएर राख्छु साथीहरू फ्लावर चाहिँ मैले साथीहरू अहिले चाहिँ यता घरतिर यता बरान्डातिर सनक्क मिलाएर राख्छु साथीहरू त्यही मैले हिजो नै यता धोइ पखाली यता पनि है सलक्क पारेको हेर्नुहोस् त यहाँ कस्तो राम्रो भएको छ यो चाहिँ के हो गोदावरी फुल गुर्दली फुल है साथीहरू मैले हिजो यता सनक्क पारेर मिलाएको छु यो फ्लावर पनि यतातिर सनक्क पारेर राखेको छु है यहाँ पनि हेर्न सक्नुहुन्छ है साथीहरू यसरी मैले चाहिँ यो मेरो पुरा इन्डोर प्लान्टहरू हो हेर्नुहोस् कस्तो छ मेरो इन्डोर प्लान्टहरू अनि यो चाहिँ अलरेडी नै पहिले नै यस्तै थियो यत्तिकै राख्छु मैले यो चाहिँ यसलाई केही गर्दैन तामासतिर लाग्दैछु हिजो हेर्नु यसरी सफा गरेको फेरि पनि धुलो आइरहेको छ म चाहिँ यो पाम चाहिँ यहाँ लिएर राखेको हेर्नु लक्ष्मी पूजा कहाँ गर्ने भन्दाखेरि चाहिँ यसरी यहाँ गर्ने यो रुममा गर्ने मेरो तयारी छ हेर्नु यसरी मैले पर्दाहरू टाँगेर सनक्क पारेको छु अनि यहाँ पनि अलरेडी नै एउटा सेतो व्हाइट कलरको पर्दा टाँगेर अनि यहाँ टेबल राखेर है यसरी मैले चाहिँ यो रुममा यस्तो हाम्रो यो हल रुममा लक्ष्मी पूजा गर्ने तयारी गरेको छु है साथीहरू हेर्न सक्नुहुन्छ अनि यस्तै यही रुममा चाहिँ हामी लक्ष्मी पूजा गर्ने तयारी गर्दैछौँ साथीहरू यो चाहिँ मैले हाम्रो चाहिँ कम्प्लिट भएको छैन सेकेन्ड फ्लोर अनि त्यही पनि यहाँ आनन्द हुन्छ नि त अनि त्यसैले चाहिँ यहीँ गरौँ भन्ने प्लानिङ गरेर मैले चाहिँ हिजो सनक्क पारेर यसरी राखेको छु है साथीहरू सब धोइ पखाली सो साथीहरू हेर्नुहोस् है मैले चाहिँ यो भोलि लक्ष्मी पूजा गर्नको लागि नरिवल अनि यो काँचो धागो चाहिँ मसँग अलरेडी थियो त्यही पनि मैले फेरि नयाँ लिएर आएँ है अनि यो फेरि कपडा लक्ष्मी पूजा गर्नको लागि अनि यहाँ चाहिँ रङ्गोली बनाउनको लागि रङ्गोलीको प्याकेटै लिएर आएको छु हेर्नुहोस् अनि यो फ्लावर चाहिँ मैले आर्टिफिसियल फ्लावर हो यो यहाँ फेरि नेचुरल फ्लावर यो पनि किनेर ल्याएँ है लक्ष्मीको यो पाइला हेर्नुहोस् अनि यहाँ फेरि मूर्ति पनि छ है साथीहरू त्यो पहिला म देखाउँछु यो हेर्नुहोस् त मूर्ति यसरी चाहिँ म लक्ष्मी पूजाको लागि म सबै प्रिपरेसन गरेर भर्खर बजार गएर सबै सामान लिएर आएको छु साथीहरू हेर्नु म चाहिँ भोलिको दिवाली लक्ष्मी पूजाको तयारी गर्नको लागि अनि थोरै फिनी बनाउँछु भनेर यसमा साटा बनाएको या मिक्सरमा ग्राइन्ड गरेर है यति दुःख भयो यति बनाउनको लागि यसरी चामल भिजाएर हामीले अनि फेरि यहाँ मिक्सरमा ग्राइन्ड गरेर अनि यसले चालेर यतिको भयो यो पिठो मैदा चाहिँ हुनुपर्छ है यस्तै छ तयारी हाम्रो है लाउनुपर्छ साथीहरू म चाहिँ यहाँ बनाउँदैछु है सो साथीहरू हेर्नुहोस् यहाँ मैले चाहिँ यो झिलिमिली चाहिँ कहिले लाएको भन्दाखेरि
आज 3-4 दिन भयो होला झिमिल आएको है। उता सनसेट हुन थालेको छ हेर्नुहोस्। यस्तो छ हाम्रो माथिबाट देखिने भ्यू। राम्रो देखेछ है साथीहरू, हेर्नुहोस्। यस्तो छ मेरो फ्रन्टको चाहिँ घरबाट अगाडिको फ्रन्टको लुक्स चाहिँ यस्तो छ। सनसेट हुन थालेको छ है। मैले चाहिँ यहाँ यो भर्याङहरू पनि सानोसिनिक्क बनाएर सुरुक्क पारेर पोचा लगाएर है यसरी अब चाहिँ म खतम गर्दै तल झर्दैछु। यसरी सफा गर्दै तल झर्नुपर्ने हुन्छ। अनि हेर्नुहोस् अब दिवालीको तयारी यस्तै छ। यस्तो चाहिँ साथीहरू मेरो फ्लावर चाहिँ यस्तो राख्नुपर्ने हुन्छ। यहाँ पनि छ। यसरी मैले यहाँ सनक्क पारेर राखेँ है साथीहरू। यो मेरो दिवालीको फुल यस्तै छ है, अझै मिलाउन छ। छोरीले साथीहरू हेर्नुहोस् यहाँ दिवाहरू यस्तो सनक्क पखालेर, यो चाहिँ गएको सालको दियो थियो मैले राखेको थिएँ। अनि नानीले पनि पखालेर यसरी राखेछ यहाँ हुनुहुन्छ। मैले चाहिँ अब चाहिँ यहाँको फुलहरू पनि अलरेडी नै यसरी मिलाएर राखेको छु है। अनि चाहिँ यसरी यहाँ फुलहरू अलरेडी नै मिलेको थियो। अनि यहाँ चाहिँ मैले भर्याङको फुल चाहिँ यसरी यहाँ राखेको छु। यसलाई चाहिँ कहाँ राख्नु भनेर सोच्दैछु है। अनि चाहिँ यसरी हाम्रो चाहिँ यो घर चाहिँ अगाडिको फुल चाहिँ यत्तिकै थियो। अनि मैले यहाँ फुल यताको फुल चाहिँ यता राखिदिएको छु। हेर्नु सक्नुहुन्छ है, यो चाहिँ मैले बजारबाट किनेर पहिले नै ल्याएको थिएँ। यसरी राम्रो फुलिरहेको छ, अरू फुल्न बाँकी छ। अनि यस्तो गर्दै अब चाहिँ यो मेरो दिवालीको प्रिपरेसन पनि लगभग है। अब यहाँ आजलाई चाहिँ यति नै हुँदैछ। अनि यसरी झिलिमिली पनि मैले बालिसकेको छु हेर्नुहोस् है। अरू चाहिँ बाँकी काम चाहिँ अहिले भरे गर्नुपर्छ। त्यसम्म मैले झिलिमिली पनि बालिदिएँ माथि आएर है। यस्तो छ झिलिमिली बालेर। यो चाहिँ मैले त थुप्रै भयो, 4 दिन जति भयो होला झिलिमिली बालेको। यो चाहिँ झिलिमिली चाहिँ म आफै लगाएको है साथीहरू। मैले पोहोरको झिलिमिली चाहिँ एकदम मिलाएर राखेको थिएँ। अनि अहिले चाहिँ मैले आफै सेट गरेँ यसलाई। सो गाइज हेर्न सक्नुहुन्छ है, मैले यसरी झिलिमिली लगाएर हामीले बालिसक्यौँ। यतिको लगाएको छ झिलिमिली। यस्तै चल्दैछ है दिवालीको प्रिपरेसन। यस्तो छ है साथीहरू, हेर्नुहोस् झिलिमिली झिल्ला सबै लगाएर चिटिक्क बनाएर यसरी हामीले घर सजाएको छौँ। सधैँभरि है मैले बत्ती बालेर घर उज्यालो बनाएर हेर्नुहोस् मेरो झिलिमिली। यस्तो यो फुल चाहिँ बल्ल फुल्न थालेछ। सधैँभरि तिमी र म। फेरि बनाउन स्टार्ट गर्दैछौँ यहाँ। भोलि दिवाली है, लक्ष्मी पूजा, त्यसको लागि थोरै फेरि बनाउन हामी जाँदैछौँ। हेर्न सक्नुहुन्छ क्यामेराम्यान मेरो छोरी, फिनी बनाउने म चाहिँ। यहाँ हेर्नुहोस् है, साटा लगाइसक्यौँ बेलेर पनि। यता मेरो सिर्जना बहिनी सिस्टर हुनुहुन्छ, उहाँले चाहिँ मलाई हेल्प गर्न आउनुभएको है। मैले चाहिँ आउनुहोस् न भनेर। यस्तै छ हाम्रो दिवालीको तयारी। हजुरहरूको कस्तो भयो? यहाँ रोटी बनाउँदैछौँ है। फिनी रोटी बनाइसकेँ। यसरी यहाँ फिनी रोटी बन्दैछ, लगभग बनिसक्यो हाम्रो चाहिँ। यसरी यहाँ राखेको छु हेर्नुहोस्, हेर्न सक्नुहुन्छ यो फिनी रोटी अलरेडी। अब फिनी चाहिँ बनिसक्यो। यस्तो छ, यहाँ छ है, यहाँ छ, यहाँ छ। अनि चाहिँ अब चाहिँ हाम्रो यो फेरि बनाउने कार्यक्रम पनि भ्याइयो आज चाहिँ।
रात पनि परिसक्यो, 11 बजिसक्यो है साथीहरू। मोल्दैछु यसरी दिवालीको हाम्रो प्रिपरेसन भइरहेको छ। यो अङ्कराहरू सब लक्क मोलेर अनि भोलिको लागि तयार गर्दैछौँ हामीले लक्ष्मी पूजाको लागि है। मैले चाहिँ पूजाको भाँडाहरू पनि मोलेर टल्काएर यहाँ घाममा सुकाएको छु। यसरी भोलिको दिवालीको प्रिपरेसनको लागि चाहिँ मैले यहाँ सबै पूजाको भाँडाहरू मोलेर घाममा सुकाएको छु। अनि चाहिँ भोलि चाहिँ म चाहिँ दिवाली कसरी पूजा गर्छौँ दिवाली है, त्यो चाहिँ सबै तपाईँलाई देखाउँदैछु है साथीहरू। स्टे ट्युन।